मन्दिर जाँदाखेरि धर्म हुन्छ भन्ने कुरामा मलाई विश्वास छैन। मैले बुझेको कुरा म सच्चा छु, मेरो मन सफा छ र मैले सक्ने सहयोग गरिराखेको छु जसलाई आवश्यकता छ होइन। भनेपछि मैले जानेर कुनै पाप गरेको छैन, कुनै अपराध गरेको छैन भनेदेखि म मन्दिर गइराख्नु पर्दैन। त्यो भगवान्ले मलाई मन्दिर बोलाउँदैन क्या, त्यो भगवान् मैसँग हुन्छ।